बिहानको शीतल बताससँगै मनभित्रको अनौठो हर्षले मेरा आँखा रसाइरहँदा आँसुहरूलाई हल्कासँग पुस्दै करिब 6 बजे म मेलम्ची या भनौँ मेरो मामा घरमा पुगे। प्यारो मामाको स्नेहिल हातबाट शुभ साइतको टीका र आदरणीय बाबाको माया लिएर हामीले हाम्रो यात्रालाई औपचारिक रूपमा प्रारम्भ गर्यौं। This is me Vivek before the trek. This is me Vinita before the trek. काठमाडौँबाट मेलम्चीसम्मको यात्रा 1 घण्टा सुपर बसमा अनि मेलम्चीबाट छिम्तीसम्मको यात्रा 2 घण्टा लोकल बसमा। छिम्तीको एक्ज्याक्ट पोइन्टमा थुप्रै होटलहरू रहेका छन् तर भिडियो खिच्न बिर्सिएछु, त्यसैले क्षमा याचना गर्दछु। हाम्रो ट्रेकिङको यात्रा यही झुलुङ्गे पुलबाट हुने गर्दछ। पाइप राखेर बनाइएको झरना या भनौँ आर्टिफिसियल झरना या भनौँ ड्रागन झरना पुलबाट माथि हेर्यो भने ठ्याक्कै देखिन्छ। पसिनाले डुब्यो। कत्रो जोसका साथ खत्रै ट्रेकिङ जान्छु भन्दै हिँडेका दिदीभाइ देउराली पुग्दासम्म थाकेर बाटो नै बिराएपछि कसको के लाग्छ? अहिले चाहिँ हामी we going to do the wrong way and we are returning back again. हामीले हाम्रो ट्रेकिङ चाहिँ वसन्त ऋतुको अन्तिम चरणमा गरेका थियौं, जहाँ प्रकृति सुशोभित अनि सिँगारिएर बसेकी थिइन्। ट्रेकिङको पहिलो दिन छिम्तीबाट टुप्पीडाँडामा बास बस्नुपर्ने हुन्छ। यात्राका क्रममा खोला नाला झरनामा हामी दिदीभाइ फोटो खिच्दै साँझ 6 बजे टुप्पीडाँडा पुग्छौं। होमस्टेको दाइ बुबाको साथी पो हुनु रहेछ। खाना र बस्नको व्यवस्था निकै राम्रो थियो। टुप्पीडाँडासम्मको यात्रा अर्थात् कि 23 मिटरको यात्रामा त हामी अवश्य पनि सफल भइसकेका थियौं, तर बाँकी रहेको 41 मिटरको यात्रा सफल पार्न हामी बिहान जुरुक्क उठेर 6 बजे नै पाँचपोखरी तर्फ लाग्दछौं। लगभग 2400 वर्ष अगाडि सिकारी बुम्बरुवा वाइबा शिकार गर्दै पाँचपोखरी पुग्नु भएछ रे। अनि शिकार गर्ने क्रममा चाहिँ बुम्बरुवाले पाँचपोखरीमा धान रोप्दै गरेका मान्छेहरू देख्नु भएछ रे क्या। अब पाँचपोखरीमा त के हुन्छ थाहा नै छ होला। त्यस्तो हिउँ पर्ने चिसो ठाउँमा त्यस्तो लेकमा किन धान रोपेका होलान् भनेर सोध्न जाँदा चाहिँ त्यो धान रोप्दै गरेका मानिसहरू त्यही गायब भएछन् रे। त्यस्तो अनौठो दृश्य होइन, स्वयं आफ्नै आँखाले देखेपछि त वाइबाले के सोचेछन् भन्दाखेरि यो धान रोप्ने मान्छे अरू कोही नभएर पक्कै पनि महादेव र उहाँको देवगण हुनुपर्छ भन्ने लागेछ। त्यसपछि झन् इन्ट्रेस्टिङ छ है गाइज। के भने नि वाइबाले आफ्नो सिकारी कुकुरको घाँटीमा लगाएको घन्टी झिकेर महादेव बिलाउनु भएको स्थानमा राखिदिनु भयो र त्यहाँ अहिले शिव मन्दिर बन्न सफल भयो। वाउ। र आजसम्म पनि एउटा मान्यता छ कि पाँचपोखरीमा जसले धानको बाला भेट्छन् नि उनीहरू एकदमै धनी र सुखी हुन्छन् भन्ने विश्वास छ। मैले त खोजेको तर भेटिन। यो चाहिँ एउटा सत्य र तथ्यमा आधारित पौराणिक कथा रहेछ। टुप्पीडाँडाबाट 2 घण्टामा हामी चोकडाँडा पुग्छौं। तातो चिया अनि खाजा खाएर 3 घण्टामा हामी नस्याम पार्टी पुग्छौं। भोताङ या भनौँ छिम्ती अर्थात् कि स्टार्टिङ पोइन्टबाट 9 किलोमिटरको पैदल यात्राले सफलता पाइसकेको थियो, बट स्टिल यात्राको आधा दूरी भने अझै बाँकी थियो। नस्याम पार्टीबाट पाँचपोखरी पुग्न झन्डै 5 देखि 6 किलोमिटर त ठाडै उकालो थियो। एक्लै गाउँदै सुसेल्दै अनि गुनगुनाउँदै जाने क्रममा प्रत्येक पाइला साहस र उत्साहले भरिएको थियो। भिर र पहिरो खोलाको बाटो त्यति बिस्तारै त कमिला देखिरहेको न फुल्नु माया मन भारी फुल्यो यो जुनी तिम्रै भर। न फुल्नु माया मन भारी फुल्यो यो जुनी तिम्रै भर। यात्रा न हो कठिनाई कसो नहोला र भन्दै हामी दिदीभाइ प्रकृतिको सुरम्य आलिङ्गनमा हराउँदै पाइलामा अग्रसर भइरह्यौं। लौरी बिना पुग्दै गर्दा चाँदी चाहिँ चम्किला असिनाका दानाले हामीलाई स्वागत गर्छन्। ती दानाहरू ठोकिँदा आवाज निकाल्छन् मानौ शिवजीले डमरू बजाइरहेका छन्। यता हेर, वेभ गर। पाँचपोखरीको यात्रामा सबैभन्दा कठिन र ठाडै उकालो भएको ठाउँ या भनौँ पसिनाले नुहाउने ठाउँ भनेर लौरी बिनालाई चिनिँदो रहेछ। तर मलाई त झन् सरल लाग्यो। किन भन्नु न? किनभने कष्टपूर्ण उकालो र सङ्घर्षपछि प्राप्त हुने त्यो रमणीय दृश्यले मेरो मनलाई पहिल्यै बाँधिसकेको थियो। म जसरी भए पनि त्यो सौन्दर्यमा हराउन तयार थिएँ। बाटो साँघुरो हुँदा कहिलेकाहीँ ढुङ्गामा गोडा ठोकिन सक्ला, तर म त के भन्छु भने
त्यो त पहाडले हाम्रो सहनशक्ति परीक्षण गरेको पो हो कि गाह्रो भएन कहिले काहीँ माथि पुग्दा बादलले छातीमा हल्का छाया फ्याँके जस्तो हरियालीले शान्तिको भ्रम दिए जस्तो कष्टलाई छोडेर मुस्कानलाई जोडेर फेरि अगाडि बढ्नै पर्छ हारसँग लडेर आइज न चिसो हो लाग्दछ मलाई बसमा रमाइलो ब्रो आम नट लाइङ होइन यहाँ पुग्दाखेरि मलाई स्वर्गको अनुभूति भएको थियो कसम से के घरै फर्केर नआउँ जस्तो भइथ्यो मलाई त 5 पोखरीको सौन्दर्यले पूर्ण त मलाई मोहित बनाइदियो अद्भुत दृश्यमा खुसिएर हराए त्यहाँको शान्त पानी हिमालले घेरेको वातावरण र हरियालीको छायाले मेरो मन र आत्मालाई पूर्ण रूपमा लतारिन लगायो 5 पोखरीको टुप्पोमा पुग्न साथ त्यहाँबाट हिमालका सुन्दर र प्रख्यात पहाड हिम श्रृङ्खलाहरू देख्न सकिन्छ मुख्य रूपमा जुगल हिमाल र अन्य पूर्वी च्याछु माडिया दोर्जे लाक्पा लाङटाङ हिमाल र रोलवालिङ हिमाल टाढेबाट चिहाएर मलाई नै हेरिरहेका छन् कि क्या हो जस्तो महसुस हुने रहेछ त्यहाँ हुँदा समय रोकिए पनि हुने नि लागिरहेको थियो फोटोसुट गरेर खाना खाएर हामी 8 बजे राति नै नस्यामपाटी झर्यौं मन्दिर चाहिँ गएनौ नभन्नु होला कृपया एकदम रात परेको हुनाले मन्दिरमा भिडियो बनाउन सकिन पूजा गरेर टीका लाएर र अक्षता पाती लिएर हामी निस्किएका थियौं हामी 0.9 किलोमिटर हिँडेर आइसकेका छौँ गाइस सो गाइस वी जस्ट रिटर्न ब्याक फ्रम द 5 पोखरी अहिले बेलुकाको 8:30 भएको छ र जङ्गल पुरै एक्लै एडभेन्चरस रूपमा हामी हिँडिरहेको छौँ अनि हेर्नु न यहाँनिर पानीको सट्टा नै यस्तो पर्दो रहेछ कि स्नो पनि होइन कि तर पानीको सट्टा नै यस्तो असिना सानसानो पर्दो रहेछ अहिले पनि परिरहेको कि माथि हुँदाखेरि त झन् कति धेरै परिरहेको थियो ठ्याक्क एङ्गल हेरेर एकचोटि मिलाइदेऊ न पानी किन छोको त्यो के कस्तो मिल्किरह मलाई हेर्दै डाँडो हेर्दै कालो डाँडी देखिँदैन फोन त बिग्रे लाग्छ पानीको अझै राति नै हिँड्न मन लाग्यो अनि त्यही भएर यहाँ हेर्नु न पानीको सट्टा पानी नै यस्तै पर्दो रहेछ कि स्नो पनि होइन कि तर पानी नै यस्तै पर्दो रहेछ अनि त्यसपछि अहिले चाहिँ ठ्याक्क 9 बजेको छ हाम्रो डेस्टिनेसनमा पुग्न लागेका छौँ हामी हिँडेको चाहिँ 1 घन्टा भयो अनि बाटो यस्तो छ है भाइ यहाँ छ 1.5 घन्टामा नस्यामपाटी पुगेपछि तातो तातो सुप खाएर सुत्यौं त्यो खुल्ला सफा अनि सोस्सा आकाश मानौ नीलो रङले पोतिएको विशाल क्यानभास नस्यामपाटीमा देखिएको त्यो बिहानीको चमकले मेरा यी आँखालाई टाढासम्म डुल्न आमन्त्रण गरिरहेको थियो नस्यामपाटीको मोहक दृश्यहरूको रसास्वादन गर्दै प्रकृतिको आलिङ्गनमा केही समय बिताई दृश्य अवलोकनलाई आत्मसात गर्दै बिहानको खाजा ग्रहण पश्चात हामी टुप्पी डाँडातर्फ झर्न अग्रसर भयौं खुट्टामा जुत्ता टक्क लाएर माथिनी कपडा टक्क लाएर घरतिर फर्के है म चट्ट लाएर प्रकृतिले हात फैलाएर रोक्न खोजे जस्तो नजाऊ न भनी हावा पनि सँगै बोले जस्तो गन्तव्यले नै तानेपछि के रोकिन्छ र म फेरि आउँछु नमान डर प्रकृतिले आखिर यही त सिकाउँछ हेर त यति सुन्दर फूल आखिर किन झर्छ
मलाई थाहा छ मन तानिए पनि पाइला अघि बढ्नै पर्छ। मलाई तिम्रो कति माया लाग्छ। कहिले उज्यालो घाम झैँ हाँस्छौ त कहिले बादल झैँ आँसु झार्छौ। नदी जस्तै बग्दै जाने यो जीवनमा कहिले शान्त धार त कहिले उर्लदो छाल। खुसीले भरिएको यात्राको त्यो पथ फर्कदा भने विरक्त र उदास अनुभूति दिलाउने बन्यो। जुन मार्गमा हाँसो र उत्साहसँग अघि बढेको थिएँ त्यही मार्गबाट निराशा बोकेर फर्कनु पर्दा हृदयमा अझै पीडा महसुस भएको थियो। हामीले टुप्पीडाँडामा एकछिन रेस्ट गरेर छिम्तीको लागि ओह्रालो झर्न थाल्यौं। मलाई त के लाग्यो भन्दाखेरि प्रकृति जीवनको गुरु नै हो क्या। हावाले सिकाउँछ कि जति नै अवरोध आए पनि चलिरहनु पर्छ। धेरै सबै नभर आधी मात्रै भन्न घुँडा दिमाग भयो कि। खोलाले देखाउँछ कि आफ्नो बाटो कहिल्यै बिराउनु हुँदैन, आफै बनाउँदै बढ्नुपर्छ। यो यात्राले मलाई यस्तो दामी कुरा सिकायो कि प्रकृति भन्दा महान केही पनि छैन के। प्रकृतिलाई जति बुझ्यो बुझेर कहिले सकिनेवाला छैन। प्रकृति गुरु भन्दा पनि गुरुको गुरु हुनुहुन्छ भन्ने मैले यो यात्राबाट पाठ सिकेकी छु। मेरो त घाँटी नै दुखिसक्यो। अब केही कुराहरू मेरो भाइले बोलेको पनि सुनम है। फुलहरू फुल्छन्, मर्छन्, फेरि फुल्छन्। जीवनको चक्र सम्झाउँदै कि हराउन अन्त्य होइन, यो त नयाँ सुरुवातको सङ्केत पो हो त, किनकि जीवन यात्रा पो हो त।